आज के भएर मैले यस्तो काम गर्नु पर्यो त बिहानै उठेर। को भ्लगमा तपाईँलाई स्वागत छ। इट्स मी डिएन। आज चाहिँ बिहानै उठ्ने बित्तिकै म चाहिँ बाहिर निस्केर हेरेको त पानी नै पानी रहेछ। रातभरि पानी परेकोले अब असार लागेको हुनाले पानी नै पानी भएको यस्तो मौसम हेर्दा मलाई एकदमै रमाइलो लाग्छ र अर्कोतिरबाट पानी आएर यता निस्किँदा त झनै रमाइलो। सबै हेरिसकेर यस्तो हेरेको त बाटोको हालत हेर्दा मेरो मन नै खिन्न भयो। त्यसपछि म भित्र गएँ। अब चाहिँ यहाँ चिया बनाएर खानु पर्यो भनेर यहाँ चिया बनाउनु थालेँ। पसलमा चाहिँ निकै मान्छे आएकोले मैले आफै चिया बनाएर खाने निधो गरेँ। त्यसपछि मैले बनाएँ, त्यसमाथि डुनोट राखेर अब म चिया बिस्कुट खान्छु। चिया बिस्कुट खाइसकेर भान्जा चाहिँ भर्खर उठ्दै रहेछ। त्यसपछि कस्टमरलाई डुनट दिइकन फेरि म चिया बनाउन थालेँ। अब चियाको अर्डरहरू आउँछ नि त, बिहानै अब भिड लाग्छ, त्यसैले अब चिया काम गर्नै पर्यो होइन। चिया बनाउन थालेँ। चिया बनाउँदै यहाँ चाहिँ धेरै बेर उमाल्नुपर्छ। त्यसपछि चियालाई छाकेर सबै कस्टमरलाई दिइसकेपछि अब चियाको गिलासहरू मस्काउनै पर्यो भनेर म गिलासहरू मस्काउनतिर लागेँ। किनभने काम कुनै पनि सानो ठुलो हुँदैन, म चाहिँ सबै काम गर्छु। आफ्नो पेसाको काम सकेर अब चाहिँ म आफ्नो ड्युटीतिर लाग्छु। अब मेरो समय भयो ड्युटीको। त्यसपछि म यहाँ काम गर्दै यहाँ आफ्नो अनुहार देखाउँदै हिँड्दै यो बाउको चप्पल लाएर त्यसपछि कामसाम सकेर अफिसतिर पुगेको त भोक लागेर खाजासाजा खाएर डाइरेक्ट पुग्छु म अफिस। अफिस पुग्ने बित्तिकै पहिलो काम भनेको मेरो पानी खाने हुन्छ। पानी सानी खाएर अब सबै काम सकेर अब चाहिँ आज छिट्टै जानु पर्यो भनेर कामसाम सबै सकिकन म निस्केँ बाहिर निस्किँदै गर्दा आजको भ्लग यति नै ल।